भन्ने गुड मर्निङ र आज विशेष गरी म तपाईहरुलाई बिहान तपाईहरुलाई म मेरो पारुहाङ च्यानलमा तपाईहरुलाई स्वागत गर्न चाहे र विशेष गरी किन चाहिँ स्वागत गरे भने आज म तपाईहरुलाई बिहानै पखमा तपाईहरुलाई एउटा तपाईहरुलाई यस्तो दृश्य देखाउने छु। त्यो दृश्य प्राचीन कालदेखि चलिआएको दृश्यलाई म तपाईहरुलाई देखाउने छु र त्यो चाहिँ के हो भने तपाईको किरातीहरुको विशेष गरी किरातीहरुले गर्ने एउटा पूजा जो चाहिँ देवी पूजा भनिन्छ। कन्या देवी पूजा एकदमै कन्या जसलाई भोग चढाइनु हुँदैन, फलफुलद्वारा मात्रै उहाँलाई चाहिँ पूजा गरिन्छ र यो चाहिँ तपाईको पहिलो वैशाख यानी कि उभौली जब लाग्छ त्यतिखेर चाहिँ गरिन्छ र आज म तपाईहरुलाई देखाउने छु कसरी गरिन्छ, कहाँ गरिन्छ, कुन तरिकाले गरिन्छ त्यो सबै तपाईहरुलाई देखाउने छु र तपाईहरुले अन्तसम्म हेर्नु होला आजको यो पूजा कन्या देवी पूजा कसरी गरिन्छ। यहाँनिर आगो पनि बालिसकेको रहेछ। किनभने यो आगो चाहिँ किन बालिएको भन्दा यहाँनिर तपाईको यहाँनिर कोइला बनाउनु पर्छ र यो कोइला बनाएर कोइला आगो चाहिन्छ र यसमा धूप जलाएर चाहिँ यहाँनिर पूजा गरिन्छ। म यहाँनिर आइपुगे कन्या देवी जहाँनिर पुजिन्छ त्यहाँनिर म आइपुगे र अबको उपरान्त दृश्यहरू कसरी गरिन्छ त्यो सबै तपाईहरुलाई देखाउने नै छु। मेरो पारुहाङ च्यानललाई हेर्नु नभुल्नु होला र यहाँनिर चाहिँ विशेष गरेर कन्या देवी रहेको छ। यो चाहिँ कन्या देवीलाई चाहिँ भोग कन्या देवीले भोग माग्दैन भनेर यहाँनिर को बुढापाखाले मलाई जानकारी दिए र कन्या देवीलाई चाहिँ फलुवारद्वारा मात्र उहाँलाई चाहिँ पूजा गरिन्छ अरे र यो सबै तपाईहरुलाई देखाउने छु। हेर्दै गर्नु होला यो कन्या देवीको पूजा। जबकि उभौली लागेपछि चाहिँ कन्या देवीलाई चाहिँ पूजा गरिन्छ, कन्या देवीलाई पुजिन्दो रहेछ। सबै दृश्यहरू तपाईहरुले अब देख्नुहुनेछ। एकदम सात कन्या देवी संसार घर मिलेर हामी 8-9 घर गरेर हामी रिसा नगरिदिनु, हामी जल पनि दिनु सबै हामीले कोही एउटा मिलेर हाम्रो सबै हिसाबको चाहिँ मनपन्छ हो डुब्नेबाट मनपन्छ हातबाट खाइदिने सबै ढोकपछि गरिकन तिम्रो हेर हाम्रो हामी सबै भला पञ्चा गरिकन हाम्रो तिम्रो दिँदैछौँ सबै ढुगा मलाई जोगाइदिनु सबै हावा पानी देवी पूजा में सकिन कनक सबै मिठाई गाजो हुने भन्ने थान थपना उडा आनको युङसान कि इनकन का सबै काइलो सबै उनके को पासपोर्ट सब भला दिसिन का सबै पासपोर्ट दिन सरचेर भनी दोहा चाल म मन इनकन का सबै दो ननि मनि थन्जे भनी मनुनि सबै इनकन का तनी टकुनिसी भन्ने सम्झाइदिए बुझ्दै जन दुब्दर सुनपाती भोजपाती गरिकन सम्झे आइनलाई ओडाका सुनपाई बन लोन काल्थि इनकन का सबै इनकन का राम्रो छ सबै राउरा पासा रारा पासा बासी सिधा शिर भन्नु लोटाउने उडा रुबिर सोडा इनकन का मुख इनकन साची गरिकन तिम्रो कोही हामीलाई पुलाको फेक्से काफे पुलाको फिसारी सानो सानो खानाउडा देमा खमा सामाउडा रमिखिङ सौडा मन्दिर उनका नुसान ओडा खाने नि नेचरल मन्दिर
कोही कोही वटा नारक कुरक नारक कुरक kantar gen mamang hausi wata bij hai mo sa भने मुचिला त्यो कच्ची नाममा डब्दा भित्र फेरि आउनु मिठाई गाजर भनी एउटा मात्रै यो ढुङ्गा छ यो चाहिँ सातकन्या देवीको चाहिँ सिद्ध सिकारी रहेछ उहाँलाई पुजिएको छ यहाँनिर चाहिँ तपाईँले देख्नु हुँदैछ यहाँनिर चाहिँ यो ढुङ्गामा यो चाहिँ नागहरूको यहाँनिर रहेछ जस्तो कि सेती नाग काली नाग भन्ने सबैलाई यहाँनिर चाहिँ पुजिँदो रहेछ यो चाहिँ तपाईँको यो खोलाहरूको निम्ति हैन खोलाहरूलाई अनि खोलाहरूलाई रक्षा गर्ने भनौँ न खोला नालाको रक्षा गर्ने यहाँनिर काली नाग सेती नाग भैरव नाग के भन्नेहरू अब मलाई त त्यति थाहा छैन यसरी पुजिँदो रहेछ यहाँनिर तपाईँले देख्नु हुँदैछ यो चाहिँ तपाईँको सातकन्या देवी यो तपाईँले जुन चाहिँ यो ढुङ्गाहरू देख्नु हुँदैछ यहाँ दुईटा छ अनि यहाँ पर 5 वटा टोटल सातकन्या यो चाहिँ सातकन्या देवी एकदमै कन्या देवीहरू हुनुहुँदो रहेछ एकदम सातकन्या देवीलाई यहाँनिर पुजिएको छ यहाँनिर दुई ढुङ्गा रहेछ यहाँनिर चाहिँ जलबुढी यो चाहिँ यो जुन चाहिँ ठाउँ छ यो ठाउँको चाहिँ उहाँ चाहिँ धनी हुँदो रहेछ यो जुन चाहिँ खोला नाला जङ्गल सबैको चाहिँ उहाँ चाहिँ धनी उहाँलाई पनि यहाँनिर आज पूजा गरियो यो पूजा हामीले गरेको त उहिले हाम्रो बाजे च्याप्चुदेखि गरिरहेको हो र अहिले हामीले चाहिँ अहिले केटानीमा चाहिँ कोही यो जुठो मुखमा गर्नु नहुने हो बिहान हामीले सबेरी एकदम स्लो मुखमा गर्नुपर्छ यो कन्ने केटाले मात्रै धुपपाती लाउँछ फलाहार दुध कुण्डा लगाइन्छ यो चोखो एकदम सातकन्या देवी भन्छ सातकन्या देवीको साथको यहाँ जग्गाको धनीहरू सबै यहाँ पाखा बुढिनी जलबुढिनी सिद्धा सिकारी सबै गरिन्छ तपाईँहरूले पारुहाङ च्यानलमा तपाईँहरूले हेर्नुभयो आज विशेष गरी बिहानी पखमा मैले तपाईँहरूलाई आज यहाँनिर पूजा आजको यहाँनिर दृश्यहरू देखाएँ यो चाहिँ किन गरिन्छ भने यो चाहिँ एकदमै कन्या देवीहरूको पूजा गरिँदो रहेछ र यहाँ चाहिँ तपाईँको पुर्खौलीदेखि मानिलिएको यो प्राकृतिक पूजकहरूको जो चाहिँ हामी किराँतीहरूले गर्ने प्रकृतिलाई मान्यता दिने प्राकृतिक पूजकहरूको यहाँनिर पूजा आज तपाईँहरूलाई देखाइए यसमा चाहिँ तपाईँको एकदम सातकन्या देवी अनि तपाईँको जलबुढी यो जङ्गल अनि खोला नालाको रक्षक अनि नाग नगेनाहरूको पूजा यहाँनिर गरिँदो रहेछ तर यहाँनिर चाहिँ तपाईँहरूको कुनै कुराको भोग चढाइने छैन रहेछ यहाँनिर चाहिँ फलफुलहरूद्वारा गरिने रहेछ शुद्ध एकदमै फलफुलद्वारा अनि बिहानी एकदमै बिहानको एकदम सूर्य उदाउने समयमा नै यहाँनिर चाहिँ यो पूजा आज गरिँदो रहेछ किनभने चाहिँ शुद्ध मुखमा आएर चाहिँ पूजा गरिनुपर्ने रहेछ अनि यसमा जुठो मुखमा आउनु हुँदैन रहेछ यो चाहिँ यो जस्तो कि जङ्गलमा तपाईँको रुखहरूको फेदीमा चाहिँ यहाँनिर चाहिँ पूजा आज गरिँदो रहेछ प्राकृतिक पूजक अनि तपाईँहरूले हेर्नु हुँदैछ यो चाहिँ वैशाख महिना लागिसकेपछि चाहिँ तपाईँको उभौली को समयमा चाहिँ यो पूजा गरिँदो रहेछ त्यसैले गर्दा तपाईँहरू आउनुहोस् हेर्नुहोस् यो सालै पछि नै गरिँदो रहेछ र आउने साल अर्को साल पनि तपाईँहरूलाई यो समयमा सायद म आउनु सक्छु होला अनि तपाईँहरूलाई म यहाँको दृश्यहरू यसरी नै देखाउने छु र हेर्दै गर्नुहोला पारुहाङ च्यानललाई अनि विशेष गरी मेरो पारुहाङ च्यानल जुन चाहिँ युट्युबमा तपाईँहरूले गइकन पारुहाङ भ्लग तपाईँहरूले सर्च गर्नुहोला PAARUHANGVLOG लेख्नुपर्छ तपाईँहरूले त्यसमा VLOG लाई छुटाउनु हुँदैन पारुहाङ भ्लग कन्टिन्यू लेख्नुभयो भने युट्युबमा सर्च गर्नुभयो भने तपाईँहरूले पाउनुहुनेछ अनि त्यहाँ गएर तपाईँहरूले सब्सक्राइब गर्नु नभुल्नुहोला यस्ता रमाइलो अनि सुन्दर अनि अनौठो भिडियोहरू लिएर तपाईँहरूको माझमा म आउने नै छु हेर्दै गर्नुहोला पारुहाङ च्यानललाई बाई बाई आलाङ्ने फेरि भेटौँला।